जय मौरी। ल हामी अब जय मौरीबाट सुरु गर्दैछौँ। जय मौरीको यो अभियान यो आज चाहिँ हामी मौरी पालनको यो अर्जुन बेस्ट हनीबीले सञ्चालन गरेको 15औं ब्याचको हाम्रो चाहिँ सहभागी साथीहरूसहित हामी चाहिँ आज यो काठमाडौँको टोखा नगरपालिका वडा नम्बर 2 मा यो हाम्रो चाहिँ गार्डन फार्म गार्डन हाम्रो क्याफेको अथवा हाम्रो यो एउटा फार्म डेभलप गरिरहेछौँ। यो हाइड्रोफोनिक्स र बेस्ट नेचर मल्टिपर्पज प्रालीको जोइन्ट हाम्रो चाहिँ एफर्टमा हामीले चाहिँ यो जुन मौरीको एपियरी सञ्चालन गर्न थालेको यो ठाउँबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ र देशभरि र विश्वभरि रहनुहुने जो कोहीले अबदेखि हाम्रो मौरी र मौरीका सामानहरू र मौरीका चाहिँ सिधै तपाईहरुले आएर मौरीको गोलाहरू छानेर मौरी हेरेर रानी हेरेर आफूलाई मनपर्ने गोला छानेर लान सक्ने ठाउँ अब हामीले बनाइसकेका छौँ र त्यो ठाउँमा आज यो मौरीको तालिमबाट आउने धेरै सहभागी साथीहरूले केही साथीहरू यहीँबाट पनि मौरी किनेर घार गोला किनेर लाँदै हुनुहुन्छ, आफै हेरेर लाँदै हुनुहुन्छ भने हाम्रो चाहिँ लामो समयको प्रयासपछि अब यो एउटा हामीले लामो समयदेखि तयारी गर्दै गर्दा यहाँनिर आएर अब यो चाहिँ फार्म डेभलप गरेका छौँ र तपाईहरुलाई जो कोहीलाई पनि मौरी र मौरीका गतिविधि र टेक्निकल सहयोग यहाँ आएर चाहिँ तपाईहरुले के हो कसो बुझेर सोधेर आनन्दले तपाईहरुले मौरी चाहिँ छानेर रोजेर लान सक्ने ठाउँ बनाएका छौँ। यसको लागि तपाईहरु सबै भाग्यमानी हुनुहुन्छ र आज हाम्रो यो सहभागी जुन साथीहरू हुनुहुन्छ सबैले चाहिँ 7 दिनको तालिम सम्पन्न गर्नुभएको छ र यो तालिमपछि उहाँहरूले आज तालिमपछि कसैले चाहिँ मौरीका सामानहरू कसैले मौरीका घारहरू लिएर पनि जाँदै हुनुहुन्छ र त्योभन्दा अब यो तालिम आज सकिएको होइन। अब तालिमबाट उहाँहरूले सुरुवात गर्नुभएको छ। अब व्यवसाय तालिमबाट मौरी चाहिँ चिन्न सुरु गर्नुभएको छ, मौरीको कुरा बुझ्न सुरु गर्नुभएको छ र यसलाई चाहिँ आफ्नो साँच्चै भोलिको लाइफमा भोलि चाहिँ आफ्नो चाहिँ जीवनयापनको एउटा महत्त्वपूर्ण एउटा आधार बनाउनु भएको छ र यो उहाँहरूको लागि चाहिँ मलाई लाग्छ एउटा नयाँ माइलस्टोन हुनसक्छ, उहाँहरूको लागि युटर्न हुनसक्छ। यसैबाट उहाँहरूले अब मौरीको क्षेत्रमा एउटा यात्रा सुरु गर्नुभएको छ र यसैको लागि चाहिँ यहाँ सहभागी जति हुनुभएको छ यी सबैको तर्फबाट हामी देश विदेश जो कोही हुनेलाई हामी यहीँबाट स्वागत गर्छौँ र फेरि पनि यस्तै यस्तै तालिममा जोडिनको लागि यस्तै यस्तै कार्यक्रममा उपस्थित हुनको लागि हामी हार्दिक अनुरोध पनि गर्छौँ। यो के हो भने मौरी तालिम लिने कुरा, मौरीको प्राविधिक कुरा जान्ने कुरा भनेको यो एउटा टेक्निकल कुरा हो, तर त्योभन्दा बढी कुरा महत्त्वपूर्ण के छ भने त्यो गर्ने कि नगर्ने, मौरी पालनलाई हामीले चाहिँ अंगीकार गर्ने कि नगर्ने, नेपालमा खेर गएको यो स्रोतलाई चाहिँ हामीले सदुपयोग गर्ने कि नगर्ने भन्ने कुरामा चाहिँ महत्त्वपूर्ण तपाईहरुको भित्री हृदयदेखि नै केही गरौँ भन्ने लाग्छ भने साँच्चै हामीले वास्तविक काम गरेका छौँ। वास्तविक हामीले यसबाट चाहिँ अब तपाईहरुलाई सेवा दिने हाम्रो पहल गरेका छौँ र यसै गरी चाहिँ जुन चाहिँ आज सहभागी साथीहरू हुनुहुन्छ उहाँहरूले पर्याप्त यहाँ चाहिँ भएका गोलाहरू एक एक खोल्नु भएको छ। रानी हेर्नु भएको छ, सर यसमा रानी छैन भन्नुभएको छ, यसमा अन्डा पारेको छैन भन्नुभएको छ, यो लार्वा छैन भन्नुभएको छ, यसमा चाहिँ यो मौरीलाई खाना पुगेन भन्नुभएको छ, यसको चाहिँ चाका उठाएछ मौरीले चाहिँ अब ब्रिडिङ चाका बिल्ड गरेछ भन्नुभएको छ। विभिन्न खालका उहाँहरूले चाहिँ यहाँबाट पुरै प्र्याक्टिकल गर्नुभएको छ। अन्तमा हामीले चाहिँ उहाँहरूले मैन प्रशोधन गर्ने कुराहरू पनि यहाँ उहाँहरूलाई देखायौँ हैन। अब त्यसै गरी रोग चिन्ने कुराहरू पनि हामीले उहाँहरूलाई देखायौँ। सबै कुराहरू चाहिँ यहाँ आएर गर्न सकिन्छ। यस्तै यस्तै तालिमहरू हामी आगामी दिनमा पनि यही ठाउँबाट सञ्चालन गर्नेछौँ र यो आजदेखि हाम्रो अब भनौँ न यो स्रोत केन्द्रको रूपमा अब रिसर्च सेन्टरको रूपमा एउटा डेभलपमेन्ट चाहिँ हामी गरिरहेछौँ र त्यसमा चाहिँ सधैँ हाम्रो यो चाहिँ सेवा निरन्तर रहनेछ। ल यति भन्दै हामी सबैको तर्फबाट एकचोटि अब सबैले यो जे हामीले चाहिँ यो अहिलेको ट्रेनिङमा गऱ्यौँ यसबाट चाहिँ सबैले एकमुष्टमा के भन्छौँ अन्तिममा जय मौरीको अभिवादन। जय मौरी। ओके ल एकचोटि अब टोपी